हेलो नमस्ते। आज म हजुरहरूलाई कुखुरा सम्बन्धी एउटा भिडियो लिएर आएको छु। जो पनि किसान साथीहरू हुनुहुन्छ जसले चाहिँ कुखुरा पाल्दै गर्नुभएको छ अथवा चाहिँ कुखुरा पाल्ने सोच गर्दै हुनुहुन्छ अथवा चाहिँ कुखुरा भर्खर पाल्दै गर्नुभएको छ भने उहाँहरूको लागि यो भिडियो हुनेछ है। यो स्पेशली ब्रोइलर पालन गर्ने किसान साथीहरूको लागि चाहिँ महत्त्वपूर्ण हुन्छ। अन्तिमसम्म सुनेर मलाई साथ दिनु होला है। कस्तो हुन्छ भने नि अब हामीले कुखुरा त पाल्छौँ, अब ब्रोइलर कुखुरा पालिसकेपछि त्यसलाई चाहिँ हामीले चाहिँ के दिने के नदिने भन्ने कुराहरू चाहिँ महत्त्वपूर्ण हुन्छ साथीहरू है। हुन त मैले यो भन्दा अगाडि पनि मैले 4-5 वटा भिडियो बनाइसकेको छु। कुखुरा ल्याउनु भन्दा अगाडि के गर्ने, कुखुरा ल्याइसकेपछि के गर्ने भन्ने कुराहरू त मैले बनाइसकेको छु। एकचोटि त्यो पनि हेर्नु होला। र यस भिडियोमा चाहिँ मैले के भन्न चाहन्छु भने हजुरहरूले आफ्नो ब्रोइलर कुखुरालाई हैन अनावश्यक रूपमा औषधि त खुवाइराख्नु भएको छैन है। जस्तो माथि देखाइरहेको जुन एउटा भिडियो छ जसमा चाहिँ अनावश्यक रूपमा औषधि खुवाइराख्नु भएको छ है। जुन भनेको ब्रोइलर कुखुरालाई त्यो औषधि आवश्यक पनि पर्दैन। र त्यो सँगसँगै चाहिँ कतिपय साथीहरूले चाहिँ के गर्नुहुन्छ भने अब औषधिहरू राम्रो खालको औषधिहरू खुवाउनु हुँदैन है। अब बजारमा जुन औषधि भेट्यो त्यही औषधि खुवाउनुहुन्छ। हुन पनि उहाँहरूको पनि आफ्नो समस्या छ हैन। अब बजारमा राम्रो खालको भेटनेरी डाक्टर पाउन पनि मुस्किल छ। त्यसले गर्दाखेरि पनि उहाँहरूलाई पनि दोष दिन चाहन्न म चाहिँ। अब कस्तो हुन्छ भने हजुरले कुखुरा पालिसक्नु भएको छ भने हजुरले चाहिँ म के सजेसन दिन्छु भने एकचोटि राम्रोसँग एउटा भेटनरी डक्टरलाई चाहिँ तपाईँले देखाउनु भयो भने मलाई लाग्छ 60 to 70% हजुरको समस्या हल हुन्छ साथीहरू है। माथि देखिरहेको जुन एउटा भिडियो छ जसमा चाहिँ हेर्न सक्नुहुन्छ उहाँको कुखुरा विगत 2 हप्तादेखि दिनमा 7-8 वटा अथवा 10 वटा भन्दा बढीको मृत्यु भइरहेको अवस्था थियो है। र त्यहाँ गएर चाहिँ उपचार गरे, पोस्टमार्टम गरेर उसको डायग्नोसिस पत्ता लगाइसकेपछि हामीले उपचार गरिसकेपछि अहिले उहाँको मोर्टालिटी रेट भनेको जम्मा 2टा मात्रै छ है। भनेको यो 2 दिनको कुरा हो साथीहरू है। 2 हप्तादेखि जुन 10 वटाको रेस्कियोमा कुखुरा मर्दै थियो भने हामीले उपचार गरेको 2 दिनमा उहाँको कुखुराको मोर्टालिटी रेट 2टामा झरेको छ साथीहरू। सो त्यसले गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने नि यदि हजुरले पालिराख्नु भएको कुखुराहरूमा चाहिँ यदि राम्रो खालको डक्टर भेटनरी डक्टरलाई तपाईँले देखाउनु भयो भने हजुरको यो समस्या दूर हुन्छ। र अर्को कुरा भनेको चाहिँ अनावश्यक रूपमा औषधि नखाउनु होला हैन। सकेसम्म पशु चिकित्सकै निगरानीमा तपाईँले औषधि खुवाउनु भयो भने त्यो तपाईँको लागि बेस्ट हुन्छ है। यो भिडियोमा जुन देख्नु भएको छ उहाँले चाहिँ यति धेरै औषधि खुवाउनु भएको रहेछ। उहाँले एनिमलको मात्रै औषधि होइन, कुखुराको मात्रै औषधि होइन, उहाँले मान्छेको शुद्ध औषधि खुवाउनु भएको रहेछ। जुन भनेको एन्टिबायोटिक जुन सिप्रोफ्लोक्सासिन अथवा चाहिँ जस्तो कडा एन्टिबायोटिक चाहिँ उहाँले खुवाउनु भएको रहेछ आफ्नो कुखुरालाई विगत 2 हप्तादेखि लगातार है। जसले गर्दाखेरि चाहिँ त्यसले यति धेरै रेसिस्टेन्स पैदा गरिसकेको जस्तो देखिन्छ हेर्दाखेरि चाहिँ हैन। सो यो कुरा चाहिँ भयो। र अर्को कुरा भनेको चाहिँ अब हजुरहरूकै कोहलपुरमा है न्यू लाइफ भेट क्लिनिकले चाहिँ कुखुरामा जुन एएसटी है एन्टिमाइक्रोबियल सेन्सिटिभिटी टेस्ट भन्छ, जुन भनेको चाहिँ तपाईँको कुखुरामा एन्टिबायोटिक कति छ त भनेर चाहिँ मापन गरेर एउटा विधि हो साथीहरू है। त्यो सँगसँगै चाहिँ अर्को कुरा भनेको चाहिँ तपाईँको कुखुरामा कुन एन्टिबायोटिकले काम गरेको अवस्था छ अथवा कुन एन्टिबायोटिक रेसिस्टेन्ट भयो भनेर चाहिँ चेक गर्ने एउटा विधि हो। यो पनि हामीले सुचारू रूपमा ल्याइसकेका छौँ। यदि हजुरहरूले पालिराख्नु भएको कुखुराहरूमा चाहिँ बाँके बर्दिया जिल्लामा हुनुहुन्छ भने र हजुरहरू कुखुरा मरे गरेर तनावमा हुनुहुन्छ भने यो भिडियो हजुरको लागि हुनेछ। एकचोटि सेवा गर्ने मौका दिनु होला। हामी तपाईँको खोरमै आएर तपाईँको सबै कुराहरू हामी हल गरिदिन्छौँ भन्दै आजको भिडियो चाहिँ म यहीँ इन गर्छु। हस्त नमस्ते।